हेलो एभ्रिवान, आज चाहिँ म र छिरिङ स्कुटी हेर्नु जाँदै थियौँ होइन। अन्त त्यहाँनिर उसको साथीहरूलाई सोद्धाखेरि चाहिँ सिंहमारीमा चाहिँ धेरै कुराहरू फ्री एक्सेसरिजहरू पनि दिन्छ भनेर भन्यो। अन्त हामी चाहिँ यहाँनिर सिंहमारीको गाडीमा चढेर चाहिँ हामी त्यहाँनिर जाँदै थियौँ होइन। अन्त हामी चाहिँ आज हेरौँ मात्रै स्कुटी भनेर सोचेको थिएँ। अन्त तर त्यहाँनिर जाँदाखेरि चाहिँ धेरै स्कुटीहरू यहाँनिर भएको थियो। अन्त पुरा मन पऱ्यो, किन्नु नै मन पऱ्यो। अन्त त्यही भएर चाहिँ हामीले यहाँनिर ब्ल्याक कलरकै किनौँ भनेर भन्यौँ। अन्त छिरिङलाई पनि ब्ल्याक कलरकै मन परिरहेको थियो। अन्त मलाई पनि भनेर अन्त यहाँनिर चाहिँ उसले हामीलाई चाहिँ यहाँ हेलमेट पनि दियो होइन। अन्त यो रेड कलरको उसले मेरो लागि चुज गरिदिएको थियो, तर मलाई मन परेन, ब्ल्याकै लिएँ होइन। अन्त त्यहाँदेखिको फेरि हामी यहाँनिर चाहिँ हाम्रो स्कुटीलाई रेडी गरिदिँदै थियो। अन्त त्यहाँदेखिको यहाँ डकुमेन्ट्सहरू के चाहिन्छ भनेर चाहिँ यहाँनिर उसले मिलाउँदै थियो। अन्त हामीले चाहिँ यहाँनिर अब पेमेन्ट गरौँ भनेर भन्दाखेरि चाहिँ त्यहाँनिर फेरि गुगल पेमा भएन। त्यो भएर चाहिँ हामी फेरि पैसा झिक्नुको लागि, फेरि क्यास झिक्नुको लागि गयौँ। अन्त यहाँनिर चाहिँ हाम्रो स्कुटी पनि रेडी गरिदिँदै थियो। अन्त त्यहाँदेखिको हामी फेरि यहाँनिर सबै स्कुटीहरू रेडी भइसकेर हामीले यहाँनिर नम्बर प्लेट लगाइदिँदै थियो, किनभने हाम्रो नम्बर प्लेट आएको थिएन। त्यही भएर हामीलाई यो नम्बर लगाइदिँदै थियो उनीहरूले होइन। अन्त यहाँनिर चाहिँ फेरि फोटो खिचेर उनीहरूले उता पठाउनुपर्छ भनेर चाहिँ यहाँ छिरिङले फोटो खिच्दै थियो। त्यहाँदेखिको यहाँनिर चाहिँ छिरिङले यहाँ स्कुटीलाई खदा पनि लगाइदिँदै थियो होइन। अन्त त्यहाँदेखिको चाहिँ हाम्रोमा एउटा मात्रै हेलमेट थियो, त्यही भएर चाहिँ उसले यो स्कुटीलाई चाहिँ लिएर आउनु आँटेको थियो। अन्त हामीले यहाँ आन्टीलाई पनि बाई बाई भन्यौँ होइन। अन्त थ्याङ्क यू भन्यौँ। त्यहाँबाट चाहिँ उसले यहाँनिर चाहिँ हेलमेट चाहिँ हामीले परबाट अर्को हेलमेट हेरेको थियौँ। अन्त त्यहाँदेखिको सँगै त्यो हेलमेट लगाएर फेरि हामी सँगै आयौँ घुम होइन। अन्त घुममा आएर चाहिँ फेरि तल घर झार्नु पर्थ्यो नि त। त्यही भएर हामी चाहिँ घर पनि निस्किनुको लागि चाहिँ निस्क्यौँ भनेर चाहिँ घरमा निस्क्यौँ। त्यहाँबाट उसले चाहिँ यहाँ मलाई जिस्काउँदै थियो, यो मैले किनिदिएको तिम्रो लागि भन्दै, तर म चाहिँ होइन तिमीले आफ्नै लागि किनेको भन्दै जिस्काउँदै थिएँ होइन। त्यहाँबाट चाहिँ हामी यहाँनिर घर जानुको लागि चाहिँ यहाँ फेरि स्कुटीमै जाउँ ल, घर भनेको फेरि ढिलो भएको थियो, गाडी पनि पाउँथेन नि त। अन्त हामी आएर भोक लागिरहेको थियो, सुकियामा आएर लन्चहरू गऱ्यौँ होइन। अन्त खाजाहरू खायौँ, त्यहाँबाट चाहिँ हामी घर आयौँ। बाई बाई, अब अर्को नेक्स्ट भिडियोमा भेटौँला, टाटा।